जेल ब्रेकको त्यो ऐतिहासिक रात उपशीर्षकको दोस्रो खण्ड लिएर म तपाईहरुको बीचमा उपस्थित भएको छु। बन्दीहरूसँगको छलफल लगभग टुङ्गिएपछि हामीले बाहिरी योजनालाई मूर्त गर्यौं। सुरुङ प्रवेशदेखि बाहिर निस्कने बेलासम्म अपनाउनु पर्ने विधि, निस्केपछिको दिशा र ध्यान दिनुपर्ने कुरा बारेको योजना मैले त्यहाँ प्रस्तुत गरेँ। विन्दमानको कमान्डमा सुरुङ क्लियर गर्न रामबहादुर र गोपाल जाने, सुरुङ बनेपछि म जाने र त्यसपछि विष्णु, पुष्पराज, विद्रोही, लोकेश, बबर, गणेश, कृष्ण, देवीराम, गोपाल, उज्जवल र बन्दी चक्र क्रमशः आउने, त्यसपछि पुष्कर, निरग, धनबहादुर हुँदै अन्य साथीहरू आउने। बाहिर निस्केर एक एक गर्दै पर्खालमा बिस्तारै टाँसिने। सबैजना निस्केपछि मैले बिस्तारै अनिल मार्ग सेट नेट गो भन्ने छु। त्यसपछि एकसाथ दक्षिणतिर हामी दौडनेछौँ। करिब 100 मिटर दक्षिण गइसकेपछि पश्चिमतिर जाने बाटो आउँछ। सबैजना त्यतै लाग्ने। सिधै दक्षिण पूर्व र उत्तरतिर जाने सम्भावना छैन। जति सक्यो पश्चिमतिर दौडने। करिब 15 मिनेट पश्चिम दौडेर हामीले खोर्के खोला भेट्टाउँछौँ। त्यही खोलाको सिरानबाट हामी उत्तरतिर लाग्नेछौँ। त्यहाँ पुगेपछि नै हामी आधारभूत रूपले सुरक्षित हुनेछौँ। मैले यो योजना प्रस्तुत गरिरहँदा बाहिर सिमसिम पानी परिरहेको थियो। जेलभित्र हलमा पुरै शान्त वातावरणमा सबै साथीहरूले ध्यानमग्न भएर सुनिरहनु भएको थियो। जेलमा उमेरका दृष्टिले सबभन्दा पाका कमरेड बबर लोकबहादुर चलाउने हुनुहुन्थ्यो। डोल्पा घर भएका बबर पार्टी कामको सिलसिलामा जाजरकोट जिल्लामा 2055 मा गिरफ्तार हुनुभएको थियो। 56 वर्षीय कमरेड बबर लामो जेल बसाइका कारण दौडन सक्ने अवस्थामा हुनुहुन्न थियो। जेल ब्रेकको योजना निर्माणसँगै हामीले उहाँलाई बिहान साँझ दौडने तालिम गरायौँ। 2 महिनासम्मको नियमित तालिमले क्रान्तिकारी विचारमा दृढ कमरेड बबरलाई भौतिक रूपले आत्मविश्वास वात्तै बढाइदियो। यसरी उहाँ पनि हामीसँगै बाहिर निस्कने निर्णयमा पुग्नुभयो। हामीले पहिलो सम्पर्क उत्तरपट्टिको गोठीकाँडाको डाँडालाई बनायौँ। मुख्य सम्पर्क भने सदरमुकामबाट झन्डै 5 घण्टा टाढा लेकगाउँ गाविसको घोडाआँखे बनायौँ, जहाँ मेरो दिदीको घर थियो। भौगोलिक रूपले असाध्यै विकट ठाउँ, सुरक्षाका दृष्टिले भने निकै अनुकूल थियो। सबै कुरा कापीमा लेख्न सम्भव थिएन। सबैले दिमागमा सम्पर्क स्थानहरू लेख्यौँ र बाँकी काममा लाग्यो। सबै बाहिर निस्कन नपाउँदै यदि बैरीले थाहा पायो भने जति निस्केको छ गोली छल्दै भाग्ने र बाँकी रहेका सबै बलिदानका लागि तयार हुन प्रतिबद्धता व्यक्त गर्यौँ। हामी बाहिर निस्कदा पर्खालमा नै टाँसिने निर्णय गरेका थियौँ, किनकि जेल प्रशासनको भवनले पर्खालको त्यो भागलाई पुलिस ब्यारेकबाट छेक्थ्यो। अर्को कुरा, पश्चिमपट्टिको बुर्जाबाट हेर्दा पर्खाल बाहिर 1 मिटर टाढा गएपछि मात्रै देखिन्थ्यो। नजिकै रहेको बङ्कर पानी परेकाले खाली थियो। एक गरी निस्केर हिँड्दा पछि आउने साथीहरूलाई खतरा हुने भएकोले हामी एकसाथ जाने भयौँ। हामी केही साथीहरू बाहिर निस्केपछिको काम र अभिभारा निश्चित गर्न लाग्यौँ। विन्दमानको नेतृत्वमा केही साथीहरू सुरुङ सफा गर्न राति 8 बजे नै जानुभयो। यता निस्कने बेलाका सेकेन्डमा उत्पन्न हुने परिस्थितिको सामना गर्ने योजनाहरू निर्माण भइरहेका थिए। उता दिनभरको पानीका कारण ठाउँ ठाउँमा माटो भाँसिएर सुरुङमा अवरोध पैदा भइरहेको थियो। राति 10 बजे सुरुङको माटो हटाउने काम सम्पन्न भयो। भित्री कामको जिम्मा साथीहरूलाई छोड्दै म पनि पर्खाल फोर्ने योजना सहित विन्दमान र रामबहादुरसँगै गएँ। हामी निर्णायक घडी र अन्तिम स्थानमा पुग्यौँ। पर्खाल मुनि पुगेर सुरुङ फोड्न लाग्दा थाहा भयो त्यो माटो त चट्टान जस्तै रहेछ। खुला भएर खन्ती चलाउन नसकिने, बसेर हान्दा सानो चोइटो माटो निस्कने स्थिति बन्यो। अत्यास र छटपटी झन बढेर गयो। उसै त अक्सिजनको अभावमा स्वाँ भइरहेको थियो। झन् त्यो चट्टानले हाम्रो धड्कनको गति झनै बढाइदियो। बाहिर सिमसिम झरी अविरल परिरहेको थियो। बाहिर कुकुरहरू भुकेको मसिनो स्वर तरङ्गित हुँदै आउँथ्यो। हामी भने पालै पालो जीवनको अन्तिम बल लगाएर फलामे रड चट्टानमा निरन्तर बजारिरहेका थियौँ। क्रमशः सुरुङभित्र निर्धारण गरिरहेको क्रम अनुरूप साथीहरू आइरहनु भएको थियो। समय निरन्तर अघि बढिरहेको थियो। लामो समयको अथक प्रयास पश्चात
1:25 मा मान्छे निस्कन मिल्ने सुरुङ तयार भयो। हामी 3 जनाले टाउको निकालेर बाहिर निहाल्यौँ। पछाडि रहेका साथीहरूको स्थिति बुझ्यौँ। त्यसपछि रामबहादुर, बिन्दमान र म, विष्णु, पुष्पराज, विद्रोही क्रमशः सुरुङबाट निस्केर अग्लो पर्खालमा टाँसियौँ, जहाँ दुवै बुर्जाबाट देख्न नसकिने ठाउँ थियो। बन्द कोठा, अग्ला पर्खाल, जमिनको सहारामा तोडेर हामी खुला आकाशमा चिसो झरीसँगै अग्लो पर्खालमा टाँसियौँ। बाहिर झिलिमिली बत्ती बलिरहेका थिए। हामी बत्तीको उज्यालोमा छाती थापेर गन्तव्य उन्मुख भएका थियौँ। झन्डै 10 मिनेटमा 15 जना आस्थाका र 15 जना अन्य बन्दीहरू सबै सुरुङ बाहिर निस्कियौँ। 1:35 मा एकैसाथ धुन्द गर्दै हामी दक्षिणपट्टि लाग्यौँ। 10 मिटर नलाग्दै सडक र बलिया कभर हामीले भेट्टायौँ। योजना अनुरूप नै हामी सडकको केही दूरी पार गरेर दक्षिणतिर बतासियौँ। चिप्लो र अन्धकारको कुनै प्रवाह नगरी दौडियौँ हामी। झन्डै 1 किलोमिटर पार गरिसकेपछि राइफलको फायर खुल्यो। ड्याम ड्याम एकहोरो फायरिङ भयो। हामी झनै छिटो छिटो दौडियौँ पश्चिमतिर। झन्डै 10 मिनट दौडेपछि हामीले उकालोको फेद र जङ्गल भेट्टायौँ। सबै जम्मा भयौँ, तर त्यहाँ लोकबहादुर चलाउने र कुलबहादुर दर्लामी छुट्नु भयो। दुश्मनको कब्जामा नपरेरै बाटो बिराउनु भएको निष्कर्ष निकाल्यौँ। उहाँहरूलाई खोज्ने र पर्खने कुनै सम्भावना थिएन। हामी सरासर पहाडतिर उकालो लाग्यौँ। बीच पहाडमा पुगेर हामीले डाँडाको स्थिति बुझ्न केही साथीहरूलाई पठायौँ। पासवर्ड बनाउनै भुलिएछ। टोली डाँडामा पुग्न साथ अगाडि गएका साथीहरूले को होस् भन्ने प्रश्न गर्नुभयो। टोलीमा रहेका केही साथीहरू त्यहाँबाट फेरि छुट्टिनु भयो। चकमन्न अँध्यारो रातको सिमसिमी झरीमा हामीले सजिलै उकालो काट्यौँ। डाँडामा पुगेर 1.5 वर्ष अघि हिँडेको बाटो पत्ता लगाउन नसकेर केही बेर हामी अल्मलियौँ। नजिकैको एउटा घरमा गएर हाम्रो बारेमा त्यो घरका किसानलाई सुनायौँ। उनले राति नै मकै भुटेर झिसमिसे उज्यालोमा झन्डै 1 घन्टाको ओह्रालो बाटो देखाइदिए। लामो समय पिजडामा कैद भएको सुगालाई सुरुमा उड्न गाह्रो भए झै हामी सबै थकित भइसकेका थियौँ। सोधखोलामा थकाइ मार्दै बिस्तारै अघि बढ्यौँ। हरियो जङ्गल, बाटोका वरिपरि सिस्नोका झ्याङ र अग्ला पहाडको बिचमा कल बगिरहेको सोधखोलामा आराम गर्दै अघि बढ्यौँ। जब हामी गाउँतिर उकालो लाग्यौँ, घोडा आँखे भन्ने त्यो गाउँमा नपुग्दै हामीलाई खोज्न 2वटा सैनिक हेलिकप्टर नजिक आइपुगे। सानातिना रुख र केतुकीका झ्याङमा बसेर झन्डै 2 घन्टा सैनिक हेलिकप्टरसँग लुकामारी खेल्यौँ। जब सैनिक हेलिकप्टर फर्किए अनि अर्को जितको अनुभूति गर्दै हामी सदरमुकामदेखि 5 घन्टा दूरी भएको घोडा आँखे गाउँमा पुग्यौँ। त्यहाँ मेरी दिदीको घर थियो। गाउँमा बाँडिएर खाना खायौँ। एकछिन आराम गऱ्यौँ। दिदीको घरको सम्पर्कमा जम्मा भयौँ। एकजना शिक्षक रमेश गौतमको माध्यमबाट 3 गते साँझ हामीले पार्टी सम्पर्क भेट्टायौँ। सुर्खेत जिल्ला पार्टी सदस्य कमरेड अर्जुन रामलाल विकलाई भेट्टाएपछि एउटा पूर्ण विजय र जेल ब्रेकको पूर्ण सफलताको अनुभूति गर्यौँ। सङ्कटकालको बर्बर सैनिक दमन, अत्याचार र आतंक विरुद्ध जनताको प्रतिरोधको एउटा नमुना बन्यो सुर्खेत जेल ब्रेक। बन्द पिंजडाबाट मुक्त भएर स्वतन्त्रतापूर्वक कदम उठाउन पाउँदा हामी आफैमा आह्लादित थियौँ। तर केही दुःख, पीडा र केही चुनौती हाम्रा सामु छँदै थिए। हामीसँगै जेलमा लड्ने र जेल ब्रेकको योजना सफल पार्न रात दिन खट्ने रेसमा बिस्ना लगायतका महिला साथीहरूलाई छोड्नु परेको थियो। हामीले सुर्खेत जेलका हस्ती प्रताप पौडेल काठमाडौँ जेल सरुवा भएका हुनाले हामीसँगै आउन पाउनु भएन। यसले हाम्रो मानसपटलमा केही दुःखको अनुभूति प्रदान गरेको थियो। जेलमा रहँदा विभिन्न माध्यमबाट पत्राचार गर्दै हाम्रो आस्थालाई उँचो राख्न क्रियाशील कमरेड मध्ये कमरेड राजु, कमरेड भीष्म, कमरेड अनिल लगायतका कमरेडहरू महान शहीद भइसक्नु भएको थियो भने अर्कातिर उहाँहरूले छोडेर जानुभएको बाँकी काम पुरा गर्ने गम्भीर चुनौती हाम्रा सामु थियो। 3 गते रातभर यस्तै सम्भावना र चुनौतीका पहाडहरू कल्पिँदै मिठो निन्द्रामा हरायौँ। 4 गते बिहानै क्षितिज खुल्यो। बादल फाटेर न्यानो स्पर्श गर्दै प्रभाती किरण आइपुगे। उत्तरतिरको अग्लो पहाडतिर हामीले नयाँ जीवनका लागि कदम उठायौँ। हाम्रो नयाँ जीवनको यात्रा अग्लो पहाडतिर उकालियौँ। धन्यवाद।